सम्पूर्णमा नमस्कार। मेरो नाम पारसमणि श्रेष्ठ। आज चाहिँ म एक भिन्न प्रकारको भिडियो लिएर आएको छु, जसमा चाहिँ मैले आज विशेष मान्छेसँग एउटा सानो अन्तर्वार्ता जस्तो लिँदैछु। यसको उद्देश्य चाहिँ मैले आगामी दिनमा उहाँका भिडियोहरू फर्केर हेर्न पाऊँ अथवा मेरा सन्ततिले यो सोसल मिडिया भइन्जेलसम्म हेर्न पाउन् भन्ने उद्देश्यले चाहिँ यो भिडियो रेकर्ड गर्दैछु। मसँग हुनुहुन्छ मेरी प्यारी आमा। उहाँ चाहिँ 9 जना सन्तानकी आमा हुनुहुन्छ। उहाँको कान्छो छोरो हो म चाहिँ। अनि आजको यो कुरा उहाँको जीवनीसँग सम्बन्धित हुनेछ र आजको विशेष फोकस चाहिँ हाम्रो उहाँको बाल्यकालसँग हुनेछ। मन पर्यो भने भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। म सुरु गर्छु है त। आफ्नो परिचय दिनु नि त आमा। हेलो, मेरो परिचय म लालमाया श्रेष्ठ हो। कति वर्ष हुनुभयो? अहिले 76 पुरा भएर 77 मा हिँड्दैछु। अनि हजुरको जन्म चाहिँ कहाँ भएको? यसो विस्तृतमा भनिदिनु न। मेरो जन्मभूमि काशी पोखरा ह्याङ्जा हनुमान उसमा मन्दिर थियो चाइनाको बाटाले। पहिला चाहिँ हनुमान मन्दिर राम मन्दिर बनाएर हनुमान चोक भन्थे, अहिले त मेट्यो। हो त्यही हो मेरो माइत। अनि घरमा कतिजना दाजुभाइ दिदीबहिनी हुनुहुन्थ्यो? थिएनन्। बाले 4 बिहा हुनुभयो। 2टा आमाहरू पहिला गए। 2टी आमाहरू थिए बिते। 2टी आमाहरूमा मध्येमा हामी चाहिँ 3टा छोरी थियौँ। हजुर। दाइ जन्मेको दाइ बिते र 3टा छोरी मात्रै बच्यौँ। अहिले दिदीहरू पनि गएर म कान्छी छोरी, कान्छीतिरको कान्छी छोरी, म मात्रै बाँकी छु। दिदीहरू गइसके। भनेपछि दाजुभाइहरू कोही पनि हुनुहुन्थेन? छैनन्। बुवा आमा नि छैनन्, दाजुभाइ नि छैन। अनि सानोमा हजुरलाई मनपर्ने खेल कुनै याद छ? छ। 5 गोटी खेल्थ्यौँ, चिरुवा गोटी खेल्थ्यौँ। अनि फेरि यो दाउ भन्ने खेल्थ्यौँ, 10 कोठा बनाएर त्यसरी खेलिन्थ्यो। अनि खोलामा गएर पौडी खेलिन्थ्यो। स्कुल पनि गइयो। 2 क्लाससम्म पढेको हो। र स्कुल आएपछि फेरि खोलामा पौडी खेल्न जान्थ्यौँ। जाँदाखेरि बत्तलमा, सानो बत्तलमा तेल लिएर गएर सब शरीरभरि घस्यो, फेरि नुहायो। अनि त्यहाँबाट फेरि तेल घस्यो, फेरि नुहायो। त्यसो गर्दाखेरि कपाल कालो हुन्छ पानीमा नुहाएको भन्थ्यो बुढापाकाले। त्यसै गर्थ्यो। आजसम्म म चिसै कपालमा तेल हाल्छु र मैले स्याम्पूले पनि नुहाउँदिनँ। एउटा चाहिँ नि त्यो सानो नुहाउने साबनले मात्रै नुहाउँछु, नत्र नुहाउँदिनँ अरू साबनले। पहिला सर्वोदय साबन आउँथ्यो, त्यसैले लुगा धुन्थ्यौँ, त्यसैले नुहाउँथ्यौँ। पछि पूजा साबन भयो, त्यसैले नुहाउँथ्यौँ, त्यसैले लुगा धुन्थ्यौँ। कोही नयाँ चिज कालो हाल्ने यताउता परेको यो जीवन आज यो उमेरसँग छैन मेरो। भनेपछि स्कुल गएर 2 कक्षासम्म पढ्नुभयो कि अरू? होइन, प्रौढ शिक्षा पढ्नुभयो कि? होइन, प्रौढ शिक्षा होइन। 10 कक्षासम्म पढ्नुभयो कि? होइन, जम्मा 2 क्लास पढेको। तर पढाइ त राम्रै थियो, फर्स्ट हुन्थे। हजुर। वर्षको चाहिँ 2 फेरा जाँच हुन्थ्यो र क्लास चाहिँ 1 फेरा, जाँच 2 फेरा हुन्थ्यो। त्यतिखेर नि फर्स्टै हुन्थे। राम्रै थियो के अरे। अब आमा बित्नुभयो पछि 9 वर्षको अवस्थामा। अनि पढाइ छुट्नु पर्यो पछि 2 क्लास मात्रै पढेको। अनि अब अहिलेका बच्चाहरूलाई हेर्दा त बालापन धेरै नै रमाइलो छ। हाम्रा छोराछोरीहरू रमाइराखेकै देखिन्छ। हजुरहरूको पालामा कस्तो थियो, दुःख सुख? हाम्रो पाला त अब बेलैमा टुरो भयो के अरे। धेरै खेल्न त पाइएन। वनमा घाँस काट्न जान्थ्यौँ, दाउरा खोज्न जान्थ्यौँ। वहीँ माहे खेल्थ्यौँ, झुम्रो लुगाई खेल्थ्यौँ, आँसी लुगाई खेल्थ्यौँ, टोपी लुगाई खेल्थ्यौँ। अनि त्यो खेलेर वनमा गएर दाउरा घाँस ल्याउने। फेरि बेला उज्यालै भयो भने फेरि आएर 1-2 फेरा राउन्ड खेलेर अनि बल्ल घर आउँथ्यौँ। रमाइलो त्यही नै हो।
त्यही नि हाम्रो है। जिन्दगीमा त अरू थोक त केही भएन। अनि बाल्यकाल भनेपछि गाह्रै थियो। गाह्रै थियो, खोलाको पानी थियो, ढिकी जाँतो थियो, ढिकीमा नकुटी खान पाइन्थ्यो, जाँतामा नपिसी रोटी ढिँडो खान पाइन्थ्यो। अब मिसिनहरू थिएनन्, धेरै पछि आएको मिसिन। दुःखै थियो, खोलाको पानी, दाउरा घाँस सर्न पर्ने, दाउराले मात्रै पकाएर खाने, केही थिएन, स्टोभ चुल्हा केही थिएन, धेरै पछि आयो। अनि बालापनमा अब चकचके सोझो साझो कस्तो खालको हुनुहुन्थ्यो? केही कुरा रमाइलोपन याद छ भने सुनाइदिनु। त्यस्तो केही थिएन, चकचके पनि थिएन, ढाँटछल पनि थिएन, बिङ्ग बोल्ने सुवास पनि थिएन। कसैले ढाँटछल अऱ्यो भनेदेखि अन्याय जस्तो लाग्थ्यो, आफूलाई मनमा दुखी लाग्थ्यो र त्यो साथीसँग पर भएर बसिन्थ्यो। बच्चैदेखि त इमान्दारी जस्तो भाव थियो। कुनै दिन पनि त्यस्तो ठट्टा दिल्लगी, साथीहरूलाई दुःख दिने, फसाउने, नहुँदो कुरोमा कुरा गर्ने बानी कहिले पनि थिएन, आजसम्म नि छैन। अनि बच्चाको कुनै रमाइलोपन याद छ भने यसो सुनाइदिनु। बच्चाको कुरा त रमाइलो त्यही नै हो। वनमा गयो, कतिखेर साथै भेटौँला भनिन्थ्यो, अनि तिनी साथीसँग रमाउने, खेल्ने, अनि आफ्नो फेरि घाँस दाउरा के ल्याउनु छ ल्याउने, वनमा खोज्न जाने, फेरि जम्मा भयो पछि फेरि सँगै ओर्लने, घर घरमा अनि आफू हिँड्ने, त्यही हो रमाइलो। त्यति खेलेर हिँड्न पाइएन। बेलैमा आमा बित्नुभयो होइन? बेलैमा आमा बित्नुभयो। अब बुवाले हेरेको छोरी अब नियममै बस्न पर्यो राम्रैसँग। पर्यो, त्यसैमा नि खुल्लापन हुन फेरि पाइएन। बुवाले भला मिठाई हुनुहुन्थ्यो, यताउता गइरहने, घर कुद्ने बस्ने, खेल्नु, बरु साथीहरू बटुलेर 5-7 जना 10-8 जना साथी बटुलेर खेल्थे, घरतिरै खेल्ने होइन? त्यही हो रमाइलो, त्यही हो। अनि बाल्यकालमा सिकेको एकदम राम्रो कुरा केही छ भने? बाल्यकालमा सिकेको त अब त्यो अहिले भने नि त्यसरी कपाल कालो हुन्छ भने त्यस्तो गरिन्थ्यो। अरू अब सिकेको अब इमान्दारी नि सत्यतै भन्नेमा थियो। कसैलाई ढाँटछल गर्ने व्यवहार कहिल्यै थिएन। त्यस्तो मतिरिङ कहिले आएन, बुद्धि पनि कहिले आएन। अरूले त्यसो गर्यो भने उनीहरूसित परै, बरु खेल्दै नखेल्ने साथीहरूसित जम्मा भएर सँगै नहर्ने, त्यस्तो खालको आफ्नो विचार थियो। त्यही नै हो रमाइलो, अरू त के भनौँ। अनि अहिलेका बच्चाहरूलाई हेर्दा र आफ्नो बालापन हेर्दाखेरि त्यस्तो केही फरक लाग्छ? धेरै फरक भयो, आकाश जमिनको फरक भयो नि। अचेल त बाआमासँग डराउँदैन। हामी अब अहिले भने बच्चाहरू सबै जम्मा गरेर साथीहरू खेल्थ्यौँ, खेल्दा बुवा आउनुभयो, माग आउनुभयो भनेर हत्तर पत्त सबै साथीहरू जब आफ्नो आफ्नो घर गइहाल्थ्यौँ डराएर। अहिले त कोही पनि डराउँदैनन्, त्यस्तो भाव थियो। हामीहरू बच्चा हुँदाखेरि त डराउँथ्यौँ हामी त बेसरी। भनेपछि आजलाई यति नै गरौँ। अब आमालाई धेरै धेरै धन्यवाद। आमाको बालापन सुन्न पाइयो। हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला, कमेन्ट गर्नुहोला। र भविष्यमा आमाका अरू जीवनी, युवा अवस्था अनि यो 76 वर्षसम्मको अनुभव सुन्नको लागि यो भिडियोलाई फलो गर्दै गर्नुहोला। आजलाई यति, हस्त, धन्यवाद।